नमस्कार, म एकेन्द्र खत्री। आज हामी युवा पत्रकार, अब्बल पत्रकार विगत लामो समयदेखि मोक्सलका विभिन्न मिडियामा, मोक्सलका क्षेत्रमा रहेर, ग्रामीण क्षेत्रमा रहेर र काठमाडौँका पनि विभिन्न मिडियामा काम गरिसक्नुभएका एकजना अब्बल पत्रकारसँग हामी कुराकानी गर्दैछौँ। उहाँको जीवनी, उहाँले कसरी गर्न पत्रकारिता सुरु गर्नुभयो, यो क्षेत्रमा कुन कुन खालका समस्या छन् भन्ने विषयमा आज हामी उहाँसँग छलफल गर्नेछौँ। सर, स्वागत छ। धन्यवाद जी। हजुर, तपाईँको परिचयबाटै सुरु गरौँ न। नमस्कार, म निरपर रावल। मेरो जन्मघर चाहिँ बाजुरा जिल्ला हो। सुदूरपश्चिमको विकट जिल्ला मानिन्छ। बाजुरा जिल्लाबाट पत्रकारिता सुरु गर्नुभन्दा अगाडि बाजुरा जिल्लाबाट एसएलसी दिएर धनगढी आएँ र धनगढी आएपछि चाहिँ मैले मास कम्युनिकेसन पढ्ने कुरा भयो। अभिभावकले पनि त्यही कुरा गर्नुभयो। दाइले विशेष गरी अहिले यो नयाँ विषय छ, यो विषय चाहिँ पढ्दा राम्रो हुन्छ भन्नुभयो। त्यसरी एसपीमा भर्ना भएँ र त्यसपछि एसपीमा भर्ना हुँदाखेरि पनि मलाई म पत्रकार बन्छु, म पत्रकारिता नै गर्छु भन्ने मेरो थिएन। त्यसपछि पढ्दै जाँदाखेरि त्यहाँ धनगढीको स्थानीय पत्रकार साथीहरूसँग, अग्रज दाइहरूसँग भेट हुँदाखेरि चाहिँ उहाँले चाहिँ ल है पढेको मान्छेले चाहिँ गर्नुपर्छ भन्ने उहाँहरूले उत्साह दिनुभयो। र उत्साह दिएपछि चाहिँ मैले सुरु गरेँ। त्यहाँको एउटा धनगढी पोस्टबाट मैले पत्रकारिता सुरु गरेँ। त्योभन्दा पहिला चाहिँ रुचि चाहिँ मलाई थियो पत्रकार यस्तो हो र पत्रकारिता यसरी गर्नुपर्छ भन्ने चाहिँ थाहा थिएन। गाउँमा हुँदाखेरि रेडियो सुन्ने, होइन, रेडियो सुन्दाखेरि चाहिँ रेडियोमा चाहिँ कसरी बोल्छन् होला भन्ने त्यो चासो चाहिँ मलाई सानैदेखि थियो। तर म गएर पत्रकार बन्छु भन्ने थिएन। त्यो विषय पढ्दाखेरि र त्यहाँ धनगढीमा अग्रज दाइहरूसँग भेट हुँदाखेरि अनि पत्रकारिता पढिरहेको हुँदाखेरि र पत्रकारिता पढाउने टिएन जोशी सर हुनुहुन्छ। टिएन जोशी सर त्यो बेला रेडियो नेपालमा काम गर्नुहुन्थ्यो र उहाँले पत्रकारिता पढाउँदाखेरि चाहिँ उहाँले चाहिँ ल लाग्नुपर्छ, यसरी गर्नुपर्छ भन्ने उहाँले सुझाव दिनुभयो र त्यही अनुसार मैले धनगढी पोस्टबाट सुरु गरेँ। हजुर, तपाईँले चाहिँ यो पत्रकारिता सुरु गर्नुभन्दा अगाडि चाहिँ अब तपाईँले अघि पनि भन्नुभयो बाजुरा विकट जिल्लामा पर्छ, त्यहाँ जन्मे हुर्केँ, त्यहीँ आधारभूत शिक्षा त्यहीँ लिएँ भन्नुभयो। अब पत्रकारिता गर्छु भन्ने त थिएन सुरुमा भन्नुभयो, होइन। अब चाहिँ सानैमा चाहिँ के बन्छु भन्ने थियो? अब पारिवारिक अवस्था के थियो, बचपनमा के थियो तपाईँको, त्यो अनुभव सुनौँ न। मेरो पारिवारिक अवस्था चाहिँ हामी मध्यमवर्गीय परिवारको हौँ, होइन। मैले शिक्षा त्यहीँ राम्रो सरकारी स्कुलमै पढेको हुँ। बुवा शिक्षक हुनुहुन्थ्यो। बुवा शिक्षक हुनुहुन्थ्यो, त्यही स्कुलमा चाहिँ हामीले पढेको। हामीले पढ्दाखेरि चाहिँ हामीले नै पढाउनु भएको, बुवाले चाहिँ हामीलाई पढाउनु भएको। अनि त्यो हुँदाखेरि चाहिँ अब गाउँमा चाहिँ त्यस्तो अरू बन्ने, पत्रकार बन्ने भन्ने त थिएन गाउँमा। अनि त्यसपछि चाहिँ पढ्दै जाँदाखेरि चाहिँ अब शिक्षकको छोरो शिक्षक नै बन्छ भन्ने गाउँमा त्यो खुसेको थियो र त्यो पढाइ पनि त्यसरी नै गरिएको थियो। र गाउँमा अरू क्रियाकलापहरू नहुने, शिक्षक हुने कि त यो प्रहरी प्रशासन सुरक्षाकर्मीतिर हुने, त्यति थियो गाउँमा। अरू चाहिँ लोकसेवातिर जाने यताउता त्यो खासै थिएन गाउँमा, होइन। उति बेला अब त्यहाँबाट चाहिँ पढ्दाखेरि राम्रो पढेको मान्छे पनि खासै गाउँमा उति बेला थिएन। एसएलसी गरेको थियो, त्यसपछि ब्याचलर गरेको, मास्टर गरेको मान्छे त गाउँमा पाउन एकदमै गाह्रो थियो। त्यो अवस्थामा हामीले 2065 सालमा चाहिँ मैले एसएलसी दिएको, त्यही काँडा भवानी बारीबाट, होइन। अनि त्यो हुँदाखेरि चाहिँ शिक्षकै बन्नुपर्छ भन्ने थियो र मेरो पनि अब बुवाको पेसा त्यही छ, अब हामीले जानेको त्यही छ, बुझेको पनि त्यही थियो नि त। त्यति थियो त्यो गाउँमा परिवेशमा चाहिँ शिक्षक बन्ने, अब त्यो शिक्षकको अलि मान सम्मान पनि हुने त्यो थियो। अरू सेवाहरूतर्फ चाहिँ हामीलाई खासै जानकारी नै थिएन कि त्यो गाउँमा। अनि त्यो भएर शिक्षक नै बन्नुपर्छ भन्ने घरकाले पनि, त्यस्तो हाम्रो हजुरबाले पनि अब यसको बुवाको ठाउँमा चाहिँ यो चाहिँ शिक्षक हुनुपर्छ भन्ने भन्नुभएको थियो। अब त्यो नभएर म चाहिँ अर्कैतिर लागेँ। धनगढी आइपुगेपछि चाहिँ त्यो चेन्ज भयो। चेन्ज हुँदाखेरि त्यहाँको वातावरण बुझियो, शिक्षक मात्रै होइन रहेछ, सरकारी सेवाहरू अरू पनि रहेछ भन्नेहरू पनि भयो। अनि त्यसपछि विषय पनि त्यो जर्नलिजम पढेको हुनाले चाहिँ अब त्यतातिर चाहिँ ध्यान चाहिँ त्यतातिर जान थाल्यो। पत्र पत्रिकाहरू पढ्ने, त्यहाँको पत्रिकाहरूमा के आयो त्यो गर्ने, अनि रेडियोहरू सुन्ने, त्यहाँको स्थानीय एफएमहरू सुन्ने, होइन। अनि त्यसपछि चाहिँ पत्रिकाहरू पढ्दाखेरि चाहिँ यस्तो यस्तो रहेछ, हाम्रो विषयसँग यो मिल्दो रहेछ हामीले विषय भन्ने कुराहरू भयो। र त्यहाँपछि दाइहरूले चाहिँ अब चाहिँ यहाँ जोइन हुनुपर्छ, पढे लेखेको मान्छे अहिले खासै थिएन क्या धनगढीमा। यो सिक्दै गरेको, तालिम लिएको, अनि त्यसपछि अग्रजहरूले काठमाडौँबाट तालिम लिएको तिनीहरूले चाहिँ पत्रकारिता गरिराख्नु भएको थियो। उनीहरूले चाहिँ खासै यो पत्रकारिता पढेर नै पत्रकारितामा हुनुहुन्थेन। अनि त्यो हुँदाखेरि चाहिँ अब पढे लेखेको मान्छे चाहिँ आउनुपर्छ भन्ने एक दुईजना दाइहरूले भनिसकेपछि म चाहिँ त्यसपछि पत्रकारितामा जोइन भएको। जब तपाईँ चाहिँ धनगढी जर्नलिजम मास कम्युनिकेसन पढेर जब सुरु गर्नुभयो नि, त्यो सुरुवात गर्दा चाहिँ कस्तो महसुस भएको थियो तपाईँले? चाहिँ के हो त ठ्याक्कै यो पत्रकारिता पेसा चाहिँ के हो जस्तो लागेको थियो हजुरले? चाहिँ कतिको खुसी अर्थात् महसुस चाहिँ के गर्नुभएको थियो नि हजुरले?
सुरुमा त अब अरू विषय पढ्ने र सोच पनि अर्कै भएको हुनाले चाहिँ एकदमै गाह्रो थियो। सिद्धान्तका कुराहरू गर्नु पर्थ्यो होइन सबभन्दा पहिला। अनि त्यो रेडियोमा समाचार पढेको सुनेको भन्दा चाहिँ पत्रिकामा लेखेको हेर्दै जाँदाखेरि चाहिँ त्यहाँ अर्कै विषय रहेछ होइन। हामी त सुरुमा रेडियो सुन्ने हो, अनि रेडियोमा हुँदाखेरि चाहिँ यो कहाँबाट आउँछ, कसले यो गरिदिन्छ भन्ने टाइपको थियो। अनि त्यो विषयमा पढ्दै जाँदाखेरि चाहिँ सुरुमा चाहिँ अब सिद्धान्तका कुराहरू भयो होइन, न्युज बनाउने कुराहरू सिकियो। न्युज बनाउँदाखेरि चाहिँ के विषयहरू चाहिन्छन्, 5W1S भनिन्छ होइन। अनि त्यो कुराहरू भयो। अनि लिडहरू कसरी लेख्ने, बडीहरू कसरी लिने, सामान्य न्युजहरू के हुन्, बाइलाइनका न्युजहरू के हुन्, गहन रिपोर्टिङ भनेको के हो, अनि त्यसपछि चाहिँ तत्कालका घटनाहरूलाई चाहिँ कसरी प्रस्तुत गरिन्छ भन्ने विषयहरू त्यो पढ्दै जाँदाखेरि चाहिँ पछि चाहिँ रमाइलो लाग्यो कि झन् जिज्ञासाहरू बढ्न थाल्यो। अनि त्यसपछि विदेशमा चाहिँ यसरी पत्रकारिता हुन्छ भन्ने पनि त्यो किताबमा पढ्दाखेरि चाहिँ अब अन्तर्राष्ट्रिय कुराहरू पनि हेर्न खोजियो र त्यो विभिन्न ठाउँहरूबाट त्यो हुँदाखेरि सरहरूसँग जिज्ञासा राख्ने कुराहरू पनि भयो। र पत्रकारिताको सुरु चाहिँ यसरी भएको हो, हामीले समाचार दिँदाखेरि चाहिँ यसरी दिनुपर्छ। अब एउटा समाचारले चाहिँ समाजलाई कस्तो नकारात्मक र सकारात्मक असर पार्छ, एउटा साँचो र झुट समाचारले भन्ने कुराहरू सिक्दै जाँदाखेरि चाहिँ यो ख्यालका विषय होइन रहेछ, यो चाहिँ एकदमै गहन विषय रहेछ भन्ने बिस्तारै पढ्दै जाँदाखेरि र सरहरूबाट सिक्दै जाँदाखेरि र सिद्धान्तका कुराहरू गर्दाखेरि चाहिँ यो चाहिँ गहन विषय रहेछ। यसमा चाहिँ हामीले चाहिँ नि ख्यालमा अरूले भनेको कुराहरूलाई हामीले जस्ताको जस्तै प्रस्तुत गर्ने भन्दा पनि यसलाई चाहिँ भेरिफाई गरेर स्रोतहरू खोजेर अनि सम्बन्धित निकाय कुन हो, अनि व्यक्ति कुन हो, स्रोत कस्तो हो, अनि त्यसपछि पीडित को हो र पीडितको आवाज पनि हामीले राख्नुपर्छ भन्ने कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ पछि चाहिँ एकदमै ठुलो विरत लाग्न थाल्यो होइन। सुरुमा चाहिँ सामान्य विषय जस्तो थियो र बुझ्दै जाँदाखेरि चाहिँ यो चाहिँ एकदम बृहत विषय रहेछ। अब यसलाई चाहिँ नि प्रस्तुत गर्दाखेरि चाहिँ हामी एकदमै गम्भीर हुनुपर्छ भन्ने कुराहरू त्यो सिकियो। जस्तो अब मोक्सलमा चाहिँ अब यहाँ काठमाडौँ जस्तो ठुलो मिडियाहरू जस्तो चाहिँ अब त्यो भौतिक संरचनाहरू, आवश्यक स्रोत सामानहरू पनि हुँदैनन् होइन। सुरुमा चाहिँ अब न्युज लेख्नलाई ल्यापटपहरू, त्यो मैले पनि भोगेर आएको कि ल्यापटप नभउने होइन। अब कम्प्युटरहरूको अभाव, माउसहरूको पनि अभाव हुन्थ्यो। अब एकजना साथी लेखेर बस्थ्यो, अर्कोले हेरेर बस्थ्यो, त्यो रिपोर्टिङ गर्दा आयो, त्यसको पालो कति बेला आउने भन्ने थियो। त्यो चाहिँ कतिको तपाईँले चुनौती भोग्नु भयो त? सुरुमा चाहिँ लेख्दै रिपोर्टिङ गर्दा न्युजहरू कसरी लेख्ने भनेर सिक्दै गर्दा त्यो चाहिँ समस्या थियो कि थिएन? हाम्रो त्यो चाहिँ अब प्राविधिक कुराहरूदेखि लिएर सामग्रीका कुराहरू एकदमै गाह्रो थियो सुरुमा चाहिँ। अब हामीले चाहिँ कम्प्युटर पनि नसिकेको एक त होइन, कम्प्युटर नसिकेकै हाम्रो अग्रज दाईहरू पनि अब हस्तलिखित हुन्थ्यो, उनीहरूलाई एउटा टाइपरलाई दिनुहुन्थ्यो कि टाइपिङ गर्नलाई, नेपाली टाइपिङ गरेको ठाउँमा दिएर अनि उसले चाहिँ पठाएर त्यो हिसाबले चाहिँ पत्रिकामा छापिने हुन्थ्यो। हामीले पनि त्यही भोगेका हौँ त्यति बेला, किनभने हामीसँग त्यो कम्प्युटर टाइपिङ पनि सिकेको थिएन। अनि त्यसपछि हामी चाहिँ कपी र कलम लिएर रिपोर्टिङमा जाने, अनि त्यो आएर चाहिँ हामीले कपीमा लेख्ने, अनि कपीमा लेखेर चाहिँ त्यहाँ प्राविधिक बस्नुहुन्थ्यो, त्यहाँ पत्रिका सेटिङ गर्ने, उहाँले चाहिँ टाइप गरेर अनि सम्पादक साइडमा बसेर उहाँले रसोतिर्क हुनुहुन्थ्यो र त्यहाँ प्राविधिकले चाहिँ टाइप गरेर चाहिँ पत्रिकामा छाप्ने त्यो किसिमको थियो। तपाईले सुरुमा चाहिँ त्यो पत्रिकाबाट सुरु गर्नु? पत्रिकामा सुरु गरेको। पत्रिकामा सुरु गर्दाखेरि चाहिँ हामी चाहिँ रिपोर्टिङमा जाँदाखेरि चाहिँ कपी र कलम लिएर जाने, अनि त्यसपछि आउँदाखेरि चाहिँ हामीसँग ल्यापटप, अफिसमा पनि एउटा मात्रै हुने कम्प्युटर, अनि त्यसमा सिक्ने पनि कुरा भएन। अनि त्यसपछि हुँदाखेरि चाहिँ हामी चाहिँ हस्तलिखित कपीमा लेखेर बुझाउने, अनि त्यसपछि चाहिँ त्यहाँको टाइपिङ गर्नेले चाहिँ टाइप गरेर छाप्ने। त्यस्तो कामहरू गर्दै जाँदाखेरि अहिले सम्झिँदा त अलिकति विगतलाई अब रमाइलो त लाग्छ होइन, तर चुनौती पनि त्यस्तै थियो। समस्या चाहिँ कस्तो हुन्थ्यो त्यो बेला चाहिँ? अब जस्तै के समस्या भोग्नुहुन्थ्यो त? चुनौती चाहिँ एकदमै हुने होइन। अब त्यो एउटा त टाइपिङको समस्या भइहाल्यो, हामीले चाहिँ गएर आफूले टाइपिङ नआउने र साधन पनि नहुने हुँदाखेरि चाहिँ कपीमा लेख्नुपर्ने एउटा थियो। अनि अरू स्रोतहरू पनि खासै थिएन, किनभने त्यहाँ खासै सबैसँग त्यो इन्टरनेटहरू पनि नहुने होइन। इन्टरनेटहरू नहुँदाखेरि सामाजिक सञ्जालको अब मेलहरूको त्यो कुराहरू पनि नहुने, अनि टेलिफोन पनि सबै ठाउँमा नलाग्ने हुँदाखेरि त्यहाँ चाहिँ टेलिफोन गर्नको लागि पनि अर्को ठाउँमा जानुपर्ने हुन्थ्यो होइन। त्यो कुराहरू थिए। पछि पत्रिकाहरूलाई त समस्या भएन, पछि चाहिँ अब त्यहाँ जाँदाखेरि टाइपिङहरू सिक्ने, अनि त्यसपछि चाहिँ कम्प्युटरहरू पनि आइसकेपछि सबैलाई अहिले चाहिँ राम्रो भयो। त्यति बेला चाहिँ एकदमै समस्या थियो। तपाईँ चाहिँ पत्रिकामा काम गर्दाखेरि चाहिँ कस्तो खाले विषयमा धेरै रिपोर्टिङ गर्नुहुन्थ्यो? अब कुन विषय तपाईँको चासोको विषय बन्थ्यो? अनि रिपोर्टिङ गर्दाखेरि चाहिँ अब त्यो अफिसको कुरा त प्राविधिक कुरा त छँदैछ, अब बाहिर फिल्डमा जाँदै गर्दाखेरि अब भर्खर अब सुरुवात गर्दै जाँदाखेरि के चाहिँ समस्या भोग्नुहुन्थ्यो तपाईँ चाहिँ? समस्या त सुरुमा एकदमै समस्या भयो सर होइन।
समस्या हो। म एउटा रिपोर्टिङमा गएको थिएँ जिल्ला प्रशासन कार्यालय कैलालीमा र हाम्रो सम्पादकले पठाउनु भएको थियो। त्यो बेला कर्ण शाह दाइ हुनुहुन्थ्यो धनगढी पोस्टमा। अनि चाहिँ पठाउनु भएको थियो, यो गरेर ल्याउनु भन्नुभएको थियो उहाँले। अनि त्यो लगेर म कपी र कलम लिएर त्यहाँ गएको थिएँ र ती कुराहरू मैले ल्याएको थिएँ र त्यो कुराहरू ल्याएर मैले यता समाचार लेखेँ। समाचार उहाँले हेर्नुभयो, हेरिसकेपछि चाहिँ ल यो भएन भनेर फेरि पठाउनु भयो। अनि फेरि ल्याएर आएँ र त्यसपछि फेरि 3 चोटि गएँ कि त्यहाँ, यो भएन यो त आफैले गर्नुपर्छ नि भन्ने कुराहरू भयो। अनि त्यसपछि त्यतिसम्म पनि हामीलाई ज्ञान दिएन होइन। त्यो एउटा त्यो विषय भयो। र अर्को विषय भन्दाखेरि अब सुरुमा जाँदाखेरि हामीलाई नपत्याउने कि त्यो नपत्याउने हुन्छ। सुरुमा आएको भनेपछि सूचनाहरू नदिने, अनि त्यसपछि फलाना ठाउँबाट आएको फलानाले भनेको हो मलाई भनेर भन्नुपर्ने, त्यो किसिमको पनि चुनौती थियो। उहाँले पठाउनु भएको भनेर आफ्नो परिचय नदिएर सम्पादकको अथवा कुनै सिनियर दाइहरूको परिचय दिएर चाहिँ समाचार लिनुपर्ने विभिन्न अफिसहरूमा होइन। अनि त्यसपछि प्रहरी कार्यालयमा पनि भित्र छिर्न पनि अलिक गाह्रो हुन्थ्यो उति बेला। अहिले त एकदम सजिलो छ होइन। अहिले चाहिँ एकदम प्रहरी प्रशासनमा पनि सूचना दिन सजिलो छ। उति बेला चाहिँ प्रहरी कार्यालयभित्र जानै अप्ठ्यारो, कुनै सरकारी कार्यालयभित्र जानै अप्ठ्यारो, त्यस्तो खाले थियो। अनि त्यसपछि अरू ग्रामीण क्षेत्रका रिपोर्टिङ गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ खुसी हुनुहुन्थ्यो, किनभने उति बेला पत्रिकाहरू गाउँमा पुगिसकेको थियो। अनि त्यसपछि रेडियोहरू आए। अनि पत्रिकाहरूमा आउँदाखेरि चाहिँ ल है हाम्रो पनि बोली आउँछ, यहाँ लेखेर आउँछ, यो दस्तावेज हुन्छ भनेर चाहिँ त्यो रिपोर्टिङ जाँदाखेरि ग्रामीण क्षेत्रमा जाँदाखेरि एकदम सहज हुने, अफिसहरूमा चाहिँ अलिकति नमान्ने अवस्था थियो त्यति बेला। त्यो चाहिँ अब पत्रिकामा चाहिँ रिपोर्टिङ गर्दा तपाईँले भएको चाहिँ प्रशासनिक क्षेत्रमा आफूले नचिन्ने एउटा समस्या, मुख्य समस्या। चिनिहाल्यो भने पनि आफ्नो उमेरको हिसाबले गर्दाको हिसाबले चाहिँ अब ठ्याक्कै पत्तै नहाल्ने अवस्था चाहिँ थियो। त्यो चाहिँ अब मैले पनि सुरुवात गर्दाखेरि 14-15 वर्ष उमेरमा म पनि रिपोर्टिङ गर्न जान्थेँ कि त्यहाँ चाहिँ अब जाने अब बोल्न त सकिहालिन्थ्यो होइन। अब त्यो पढेको हिसाबले बोल्न सकिहाल्थ्यो, तर नपत्याउने कि होला र भन्ने जस्तो मलाई पनि त्यस्तो समस्या थियो। अनि केही चाहिँ रिपोर्टिङ गऱ्यो, अब भोइस ओभर गरेर ल्यायो, इन्टरभ्यू गरेर ल्यायो, तर फेरि के समस्या हुन्थ्यो भने चाहिँ बेलुका चाहिँ फेरि सम्पादकले चाहिँ म चाहिँ रेडियोबाट स्टार्ट गरेको, रेडियोमा 9 बजे दिने समस्या हुन्थ्यो कि। अनि फेरि नम्बर दिनुहुन्थ्यो उहाँहरूले होइन। बेलुका फेरि कल गर्नुहुन्थ्यो, न्युजमा त बाइट आएन भन्नुहुन्थ्यो। अनि सर यस्तो भयो भनेर फेरि कम्प्रोमाइज गर्नुपर्ने कुरा हुन्थ्यो कि। अनि अर्कोचोटि जाँदा बोल्न नमान्ने, फेरि त्यस्तो समस्या हुन्थ्यो मेरो हकमा चाहिँ। तपाईँ त्यस्तो कुनै आफूले न्युज रिपोर्टिङ गरेर ल्याउनु भयो, अब कसैको इन्टरभ्यू गरेर ल्याउनु भयो, बाइट लिएर आउनुभयो, कुनै प्रकाशन नभएको, प्रसारण नभएको कुनै त्यस्तो छ? त्यस्तो छ किन नहुने, त्यो त पत्रकारिता क्षेत्रमा प्रायः जस्तो मिडिया हाउसका मालिकहरूको अनुसार नभएपछि त्यो अहिले पनि छ। त्यो त उहिले भन्दा पनि अहिले पनि छ। र म त्यहाँ जाँदाखेरि चुनाव थियो एउटा होइन। अब चुनावमा चाहिँ प्रतिस्पर्धीहरूको रिपोर्टिङ गर्दाखेरि त्यो चाहिँ पत्रिकाबाट छोडेर म रेडियोमा गइसकेको थिएँ, रेडियो धनगढीमा होइन। रेडियो धनगढीमा आज म समाचार प्रमुखको रूपमा गएको थिएँ त्यहाँ। त्यहाँ जाँदाखेरि चाहिँ बाइटहरू लिँदाखेरि चाहिँ फलानाको बाइट चाहिँ अब त्यो पात्र नभनौँ, फलानाको बाइट चाहिँ किन बजाएको त्यो किसिमको भनेर साँझ 6 बजेको समाचारमा गएको, राति 10 बजेको समाचारमा चाहिँ त्यसलाई काटेर अरू मात्रै हालेको, त्यस्तो उदाहरणहरू पनि छ। अनि त्यसपछि चाहिँ रिपोर्टिङमा जाँदाखेरि पनि रिपोर्टिङ गरेर ल्याइसकेपछि पनि रिपोर्टिङ गर्दाखेरि ल है यो मलाई सोधेर हाल्नुपर्छ, यो चाहिँ किन ल्याएको, समाचार चाहिँ एकदम साँचो हुने। त्यो चाहिँ अब मिडिया मालिकको इन्ट्रेस्टको विषय भयो। मैले भन्न खोजेको चाहिँ तपाईँले दुःख गरेर ल्याउनु भएको छ, तर केही कुरा चाहिँ मिलेन कि त्यहाँ चाहिँ तपाईँ अधुरै ल्याएर आउनु भयो, अर्थात् तपाईँ पुगेन भने त्यस्तो हाली छ कि भन्नु खोजेको। त्यो पनि छ। मैले एउटा त्यो धनगढी पोस्टको कुरा गरिहालेँ, 3 चोटि त्यहाँ गएको कुरा एउटै समाचारका लागि 3 चोटि म त्यहाँ गएको। र अरू पनि समाचारहरू छन् त्यहाँ। एउटा इस्यु नपुगेर चाहिँ एउटालाई फोन सम्पर्कै नभएर 3 दिनसम्म समाचार रोकिएको पनि छ। अनि त्यसपछि प्रकाशित भएको। अनि त्यस्ता धेरै छन्। सिक्दै गर्दाखेरि त्यो किसिमका चुनौतीहरू पनि आए होइन। अनि त्यो पनि भोग्नु पर्यो। तपाईँले पत्रिकाबाट रेडियोमा सुरु गर्नुभयो, अब सुरुमा रेडियोमा चाहिँ समाचार प्रमुखको रूपमा गएँ भन्नुभयो होइन। अब त्यो पत्रिकामा काम गर्दा रेडियोमा काम गर्दा चाहिँ कस्तो अनुभव थियो तपाईँलाई? पत्रिकाबाट रेडियोमा जाँदाखेरि चाहिँ अलिकति सहज भयो, किनभने रेडियोबाट पत्रिकामा आउँदाखेरि अलिकति गाह्रो हुँदो रहेछ। पत्रिकाबाट रेडियोमा जाँदाखेरि चाहिँ रेडियोमा अलिकति छोटो समाचारहरू गर्नुपर्ने होइन, पत्रिकामा चाहिँ धेरै लामो गर्नुपर्ने र उनीहरूको भोइसलाई बाइटलाई पनि धेरै लामो लेख्नुपर्ने पत्रिकामा भएको हुनाले अलिकति त्यो लामो हुन्थ्यो। पत्रिकामा गरिसकेपछि रेडियोमा जाँदाखेरि चाहिँ त्यस्तो गाह्रो भएन, एकदमै सहजै भयो त्यसपछि चाहिँ। अब त्यो समाचारहरू जसरी पत्रिकामा चाहिँ अब लामो समाचार सबै कुराहरू समेट्नु पर्ने,
जस्तो हामी मास कम्युनिकेसन पढ्दा 11-12मा एकदम धेरै हामी पढ्थ्यौँ नि 5W पढ्थ्यौँ होइन त्यो चाहिँ एकदम त्यो आउँछ कि आउँदैन भन्दा चाहिँ ढुकढुक भएरै लेख्थ्यौँ कि म चाहिँ लेख्थेँ त्यसरी होइन अब रेडियोमा हकमा चाहिँ कहिलेकाहीँ अब अहिले चाहिँ अब त्यस्तो कुनै लाग्दैन होइन अब टकटक गरिन्छ त्यो अब त्यो सिक्दै जाँदा पढ्दै जाँदा भयो होइन सुरुमा त्यो चाहिँ 5W भने चाहिँ नर्मल त्यो भयो एउटा सूत्र होइन न्युजले चाहिँ कुन चाहिँ एङ्गल प्रयोग गर्नुहुन्थ्यो धेरै जस्तो चाहिँ अब हुन्छ नि अब एउटा मिडिया मालिकले चाहिँ यसलाई चाहिँ यसले नै हाइलाइट गर भन्ने हुन्थ्यो कि तपाईँ स्वतन्त्र रूपमा काम गर्न पाउनुहुन्थ्यो कि मैले रेडियोको हकमा कुरा गरेँ अब यसको बाइट अघि त हजुरले भन्नुभयो बाइट पनि अब बजाउन मान्नु भएन उहाँले भन्नुभयो होइन पात्रको नाम गोप्य राखेर पनि भन्नुभयो होइन त्यो चाहिँ अनुभव सुनाउनु भयो त्यस्तो चाहिँ तपाईँले समाचार प्रमुख भएर गइसके भन्दा पछि त्यो स्वतन्त्रता चाहिँ कतिको हुन्थ्यो त्यो बेला चाहिँ मलाई चाहिँ स्वतन्त्रता नै थियो त्यहाँ होइन अब त्यस्तो थिएन म समाचार प्रमुख भइसक्यो हुनाले मैले चाहिँ 22 भएर धेरै कुराहरू नहाल्ने भएको हुनाले चाहिँ स्वतन्त्रता थियो अब कुनै कुनै कुराहरू चाहिँ उहाँको मिडियाको म्यानेजर भन्दा पनि त्यहाँको लगानीकर्ताहरूको पनि अलिकति दबाब हुन्थ्यो कि अलिकति लगानीकर्ताको फेभरको मान्छेको चाहिँ त्यहाँ रिपोर्टिङहरू गरिदिनु पर्ने उनीहरूको चाहिँ अलिकति भनौँ न त्यो बढाइ चढाइ गरिदिनु पर्ने र उहाँहरूभन्दा अलिकति प्रतिस्पर्धी छ अथवा उहाँहरूको लाइन नमिल्ने भनौँ न त्यो उनीहरूको चाहिँ अलिकति यसको चाहिँ नगरिदिए हुन्थ्यो भन्ने जस्तो चाहिँ उहाँहरूको मनसाय चाहिँ त्यस्तो हुने तर चाहिँ न्युज रुममा चाहिँ त्यो किसिमको छलफल चाहिँ त्यो किसिमको दबाब चाहिँ थिएन न्युज रुममा जस्तो स्थानीय नेताहरू धेरै जस्तो त अब नेपाली मिडियाको चाहिँ अब मुक्सरमा मात्रै होइन काठमाडौँकै पनि बिग हाउस मिडियामा पनि उहाँले यस्तो भन्नुभयो उस्तो भन्नुभयो भन्ने नै धेरै जस्तो न्युज हुन्छ है अब कुनै कुनै व्यक्तिहरूले चाहिँ अब कुनै बिटमा काम गर्नु होला कुनै खोजमूलक पत्रकारिता गर्नुहुन्छ त्यो छुट्टै कुरा हो तर अलिक चलन चल्तीमा आएको उसले यस्तो बतायो उसले यस्तो भन्यो भन्ने नै छ अब त्यो हकमा चाहिँ स्थानीयमा पनि फेरि नेताहरू जो हुनुहुन्छ नि मेयरहरू स्थानीय स्तरका केन्द्रीय सदस्यहरू प्रदेश सभा सदस्यहरू उहाँहरूको हकमा पनि लगानीकर्ताले त्यो भने नै भए त्यसमा चाहिँ तपाईँले चाहिँ सम्पादकीय रूपमा चाहिँ समाचार प्रमुखको रूपमा चाहिँ रेडियोमा न्युज बनाउँदा चाहिँ कसरी गर्नुहुन्थ्यो त्यो चाहिँ मालिकले त्यो त भन्नु नै हुन्छ तर तपाईँको धर्म चाहिँ त्यो होइन उहाँले जे भन्नुहुन्थ्यो त्यो गर्ने होइन नि त त्यसले चाहिँ कसरी ब्यालेन्स गर्नुहुन्थ्यो हजुरले त्यसमा चाहिँ हामी ब्यालेन्स नै गर्थ्यौँ हाम्रो टिमहरू पनि थियो होइन हाम्रो म्यानेजर पनि त्यति पत्रकारिता पढिरहेको नै हो उहाँ पनि होइन पत्रकारिता पढिरहेको भएर तपाईँ जे गर्नुहुन्छ गर्नुहोस् त्यसमा चाहिँ माथिको कुरा चाहिँ नसुन्दा पनि हुन्छ भनेर उहाँले चाहिँ भित्री रूपमा हामीले न्युज रुममा चाहिँ छलफल हुन्थ्यो त्यो हिसाबले चाहिँ हामी चाहिँ न्युज रुममा के छ सत्य कुरा के हो होइन त्यो हिसाबले चाहिँ लिन्थ्यौँ र दबाबलाई चाहिँ नि हामीले खासै गरेनौँ र वास्ता नगरेपछि चाहिँ उहाँहरूले चाहिँ दबाब दिन पनि पछि छोड्नु भयो कि त्यो हिसाबले चाहिँ पत्रकारिता यसरी गर्नुपर्छ यो चाहिँ पार्टीकारिता भइहाल्छ यो चाहिँ व्यक्तिकारिता हुन्छ त्यो हिसाबले चाहिँ हामीले चाहिँ सबैलाई चाहिँ नि एकै ठाउँमा राखेर चाहिँ हामीले अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ त्यति दबाब दिनु भएन पछि अब तपाईँ चाहिँ धनगढी अब बाजुरामा जन्मिनुभयो हुर्किनुभयो आधारभूत शिक्षा चाहिँ बाजुरामै लिनुभयो प्लस टू चाहिँ धनगढी गर्नुभयो हजुरले होइन अब त्यो धनगढीमा चाहिँ अब तपाईँको चाहना चाहिँ शिक्षक बन्ने थियो घरको वातावरण पनि शिक्षकमय थियो अब बन्नुपर्छ भन्ने सबैको गाउँको थियो है अब तर चाहिँ अब तपाईँ चाहिँ गाउँको अभिभावकको अब आफूले सोचिआएको भन्दा ठिक विपरीत चाहिँ अर्कै पेसामा लाग्नुभयो त्यो बेला चाहिँ कतिको निर्णय लिन सहज चाहिँ कतिको भयो त दादाले चाहिँ सहयोग गर्नुभयो भन्नुभयो तपाईँले होइन जस्तो बुवाको रियाक्सन के आयो आमाले चाहिँ के भन्नुभयो त्यति बेला चाहिँ मलाई चाहिँ खासै त्यो निर्णय लिने क्षमता पनि थिएन नि त त्यति बेला चाहिँ एसएलसी दिएर आइसकेपछि त्यति बेला निर्णय लिने क्षमता थिएन गाउँमा चाहिँ एक किसिमको सोच थियो कि अब शिक्षक बन्नुपर्छ भन्ने किसिमको थियो अब धनगढी आइसकेपछि चाहिँ दाइले चाहिँ यो नयाँ विषय हो यसमा चाहिँ पढेपछि राम्रै हुन्छ भनेर सल्लाह दिइसकेपछि मलाई चाहिँ त्यो गाह्रो चाहिँ भएन त्यति बेला गाह्रो भएन अनि बिस्तारै जाँदाखेरि पढ्दै जाँदाखेरि चाहिँ सहजै लाग्यो होइन अनि त्यसपछि पढ्दै जाँदाखेरि चाहिँ उता शिक्षकतिरको चाहिँ भुलेर चाहिँ अब म चाहिँ पत्रकारै बन्नुपर्छ भन्ने हिसाबले पढ्दाखेरि चाहिँ त्यसपछि चाहिँ सजिलो भयो कि अब तपाईँ धनगढीमा काम गर्दै जाँदाखेरि कुनै त्यस्तो रमाइलो खाले घटना सुनाउनै पर्ने खाले त्यस्तो कुनै याद छ तपाईँले ठ्याक्कै यो गर्दै जाँदा हुन्छ नि अनएक्सपेक्टेड भएको चाहिँ यस्तो त्यस्तो कुनै छ यो गर्दै जाँदाखेरि रमाइलो चाहिँ छैन होइन अलिकति दुःखद घटना चाहिँ दुःखद हुँदाखेरि पनि अलिकति त्यो मानव अधिकार आयोगसम्म पनि हाम्रो घटनाहरू पुगेको थियो होइन त्यति बेला अखण्डको आन्दोलन थियो देश संहितामा जाँदै गर्दाखेरि होइन त्यति बेला चाहिँ यो कैलाली कञ्चनपुरलाईदेखि तराईका जिल्लाहरू चाहिँ थारूवट प्रदेशमा राख्नुपर्छ मध्य प्रदेशमा राख्नुपर्छ भन्ने थारूवटको एकातिर र उता चाहिँ कैलाली कञ्चनपुर सहितको सुदूरपश्चिमका अरू
7 जिल्लाको चाहिँ एउटा यो सुदूरपश्चिम प्रदेश हुनुपर्छ अथवा खप्तड प्रदेश हुनुपर्छ भन्ने उता पहाडी भनौँ न उता माथिबाट बसाइसकेर तर आएका भनेको थियो र तराईका चौधरी राणा थारू समुदायको चाहिँ यो चाहिँ थरुवाट प्रदेश हुनुपर्छ भन्ने किसिमको त्यो आन्दोलन एकदमै ठुलो आन्दोलन थियो। त्यो आन्दोलनका क्रममा टिकापुरमा घटना पनि त्यही आन्दोलनको उपज नै हो त्यसपछि भएको होइन। त्यो भइराख्दाखेरि चाहिँ हामी चाहिँ रिपोर्टिङका लागि त्यो बेला बन्द थियो, पुरै धनगढी बन्द थियो, कैलाली बन्द थियो, कञ्चनपुर बन्द थियो र त्यो बेला चाहिँ हामी पास बोकेर एउटा पश्चिम टुडेको साथी हुनुहुन्थ्यो, पश्चिम टुडेको साथी र म पास बोकेर बाइकमा चाहिँ धनगढीमा रिपोर्टिङ गर्न निस्केका थियौँ। त्यो निस्किँदाखेरि चाहिँ एक्कासी चाहिँ हामी प्रेस हो भन्दा भन्दै अखण्ड सुदूरपश्चिमको आन्दोलन थियो त्यो दिन, अखण्ड सुदूरपश्चिम पक्षधरको। र हामी अफिसबाट चौराबाट जिल्ला प्रशासन कार्यालयको ठ्याक्क अगाडि पुग्दाखेरि चाहिँ हाम्रो बाइक रोकियो कि आन्दोलनकारीहरूले। बाइक रोकेपछि अनि त्यसपछि होइन हामी पत्रकार हो भनेर परिचय पत्र देखाउँदै पनि ल यिनीहरू पनि उति बेला थारूको पक्षमा बोल्छ, यिनीहरूले पनि टोक्र्याउन चाहेको छ सुदूरपश्चिम भनेर चाहिँ हामीले माथि चाहिँ साङ्घातिक आक्रमण भएको थियो। साङ्घातिक आक्रमण हुँदाखेरि चाहिँ पछि चाहिँ केही साथीहरूले छुट्याउनु भयो र प्रहरी प्रशासन चाहिँ त्यति बेला केही गर्न सक्ने अवस्था थिएन। अनि त्यति बेला चाहिँ होइन यिनीहरू चाहिँ पत्रकारै हुन्, मैले चिनेको छु भन्ने 1-2 जना दाइहरूले चाहिँ भनेपछि चाहिँ त्यसपछि चाहिँ अलिकति भयो, त्यति बेला चाहिँ बचियो भनौँ न, अलिअलि साङ्घातिक आक्रमण भयो र त्यसपछि पत्रकार महासङ्घ लगायतका विभिन्न सङ्घ सङ्गठनहरूले पनि आपत्ति जनाउनु भयो र त्यसपछि अखण्ड सुदूरपश्चिम पक्षधरले चाहिँ विज्ञप्ति नै निकालेर आन्दोलनमा चाहिँ कमी कमजोरी भयो भनेर उनीहरूले हार स्वीकार गर्नुभयो, भन्नाले गल्ती स्वीकार गर्नुभयो होइन। अनि त्यसपछि चाहिँ हामीले चाहिँ मानव अधिकार आयोगको टोली अफिसमा आएर चाहिँ हामीलाई सोधपुछ गरेर त्यो एउटा किताबमा पनि हाम्रो त्यो अभिलेख छ होइन, त्यस्तो घटना भएको छ। अनि त्यसपछि अर्को चाहिँ टिकापुरमा घटना भइराख्दाखेरि चाहिँ अर्को पक्षधरको चाहिँ जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि थियो, हामी त्यहाँ रिपोर्टिङमा थियौँ। अनि त्यहाँ रिपोर्टिङमा जाँदाखेरि चाहिँ ल टिकापुरमा यस्तो भयो, यतिजना हाम्रो साथीहरू हराउनु भयो, यतिजना हाम्रो साथीहरू रहनु भएन भनेर प्रहरीको ओके टोकेबाट हामीले प्रत्यक्ष रूपमा सुन्दाखेरि चाहिँ हामीलाई एकदमै दुःख लागेको थियो त्यो विषयमा त्यति बेला होइन। त्यहीँनिर ठ्याक्क हामी रिपोर्टिङ गरिराख्दाखेरि प्रहरीको ओके टोकेमा चाहिँ जिल्ला प्रशासनको गेट अगाडि थरुवाटकै आन्दोलन थियो। त्यहाँनिरका प्रहरी प्रशासनदेखि लिएर त्यहाँनिर ड्युटीमा जति पनि प्रहरी हुनुहुन्थ्यो उहाँहरू एकदमै स्तब्ध हुनुभयो। अनि त्यसपछि थारूको आन्दोलन थियो र उनीहरू आन्दोलन गरेर फर्किराख्दाखेरि चाहिँ हामीसँग आएर सर हामी यस्तो भयो, यहाँ चाहिँ यो नसोचेकै भयो, यस्तो भयो भनेर उहाँहरूले भन्नुभयो। हामी 2 जना मात्रै थियौँ। भनेपछि तपाईँले चाहिँ त्यो बेला चाहिँ रिपोर्टिङ गर्न अर्थात् तपाईँहरूको चाहिँ सुरक्षा चाहिँ चुनौतीको विषय नै थियो त्यो बेला? सुरक्षा चुनौतीको एकदमै ठुलो कुराहरू थियो। त्यो अखण्ड आन्दोलन भनेपछि त त्यो धेरै ठुलो आन्दोलनको रूपमा लिन्छ, अखण्ड सुदूरपश्चिमको आन्दोलन। त्यति बेला हामीले रिपोर्टिङ गर्दाखेरि चाहिँ एकदमै दुवै पक्षबाट हामीलाई टार्गेट हुने कि मिडियालाई। अब थरुवाटको आन्दोलन भयो, आज उनीहरूले यस्ता माग राखे भनेर हामीले रेडियोमा बोल्दै गर्दाखेरि हामीले प्रसारण गर्दाखेरि अखण्ड सुदूरपश्चिमवालाले ल है यसले चाहिँ थारूवाटको बारेमा बोल्यो भनेर उहाँहरूबाट डर हुने। यिनीहरूले चाहिँ अब अखण्डवालाको आन्दोलनको हामीले रिपोर्टिङ गर्दाखेरि चाहिँ यस्तो भन्नुभयो, उहाँहरूको नेताले यस्तो भन्नुभयो, हामीलाई यो चाहिन्छ, कैलाली कञ्चनपुर चाहिन्छ भनेर भन्दाखेरि चाहिँ थरुवाटका नेताहरूले कि कार्यकर्ताहरू ल यसलाई टार्गेट बनाउनुपर्छ, यसको रेडियो चाहिँ जलाउनुपर्छ, तोडफोड गर्नुपर्छ, यो पत्रकारलाई चाहिँ निकाल्नुपर्छ यहाँबाट भन्ने खालका धम्कीहरू त्यति बेला एकदमै दुवै पक्षबाट सुरक्षा नभएको अवस्था थियो कि त्यति बेला एकदमै। अब त्यो अहिले पनि अब प्रेस स्वतन्त्रता हुनुका विषय घटना त छँदैछन्। अब द्वन्द्वको बेला, आन्दोलनको बेला त्यो बेला चाहिँ एकदम धेरै टार्गेटमा पर्ने पेसा भनेको यही पत्रकारिता पेसा नै हो। अहिलेको जेएनजी आन्दोलनमा पनि धेरै मिडिया हाउसमा जलाइए, मिडिया हाउस तोडफोड गरिए, पत्रकारलाई पनि निशाना बनाइयो। अब आन्दोलनकारीबाट मात्रै होइन, राज्य पक्षबाट पनि गोली प्रहार भयो होइन, त्यस्तो त हुन्थ्यो। यो चाहिँ नेपालमा अन्य देशको भन्दा चाहिँ अलिकति प्रेस स्वतन्त्रता अलिक कम छ, लोकतान्त्रिक छ भन्ने गरिन्छ, लेखाइमा चाहिँ भन्ने गरिन्छ होइन, तर वास्तविकता त्यो भएको जस्तो लाग्दैन। तपाईँले चाहिँ के लाग्छ, अस्तिको पनि जेएनजी आन्दोलन लगायतका विभिन्न पक्ष राजनीतिक दलले गर्ने आन्दोलनहरूमा चाहिँ किन बनाइन्छ होला त? चाहिँ अब सञ्चारकर्मीहरू हुने टार्गेट चाहिँ किन दिइन्छ होला त? उनीहरूको ज्यानलै खतरा छ अहिले। धेरैले चाहिँ के भन्छन् भने 12 भाइ भन्ने छन् है। अब त्यो हुन्छ नि एउटा चाहिँ अब त्यो पेसालाई नै अलिकति त्यसको भविष्यलाई नै अलिकति हुन्छ नि त्यो नराम्रो नकारात्मक सन्देश फैलाउने गरिकन भन्ने गरे पाइन्छ कि त्यो अलिकति पोलिटिकल पार्टीका नेतृत्वबाटै त्यो कुरा आउने गरेछ। यो चाहिँ जहिले पनि यो पत्रकारिता पेसा किन जोखिममा छ त, किन टार्गेटमा हुन्छ त? यसमा त सबैभन्दा पहिला जिम्मेवार सबै पक्ष जस्तो लाग्छ मलाई नेपालमा चाहिँ यो घटना हुनुको पछाडि चाहिँ त्यो आन्दोलनकारीहरू भनौँ अथवा कुनै पक्षधर र मिडिया, यसमा चाहिँ अलिकति मिडियामा चाहिँ कानुन फितलो हुनु, पत्रकारहरू अलिकति
खुला हुनु पनि यसको चुनौती बढेको हो जस्तो लाग्छ मलाई। अनि त्यसपछि चाहिँ अर्को कुरा चाहिँ त्यो भइहाल्यो, हामी चाहिँ जुनसुकै पनि प्रतिपक्ष भएखेरि हुँदाखेरि हामीलाई टार्गेट त त्यो हुने नै भइहाल्यो होइन। त्यो हुँदाखेरि चाहिँ कुनै आन्दोलन गर्छ उनीहरूको पक्षमा हामीले लेख्दिएन भनेपछि त्यसलाई टार्गेट बनाउने अथवा उनीहरूको चित्त बुझेको कुरा चाहिँ मिडियामा आएन, सही कुरा आयो तर उनीहरूको चित्त बुझेको कुरा आएन भने पनि टार्गेट बनाउने कुराहरू पनि हुन्छ। यसका लागि चाहिँ राज्य नै सबैभन्दा जिम्मेवार हुनुपर्छ जस्तो मलाई लाग्छ। राज्य पक्षले चाहिँ पत्रकारमाथि हुने जति पनि घटनाहरू छन्, जति पनि हिंसाका कुराहरू छन्, जति पनि दबावका कुराहरू छन्, ती कुराहरू गर्नेमाथि चाहिँ अलिकति निर्भम नहुँदासम्म चाहिँ यी घटनाहरू चाहिँ दोहोरिँदै जान्छन् जस्तो लाग्छ मलाई चाहिँ। अब तपाईँ अघि भन्नुभयो दुवै पक्ष जिम्मेवार हुनुपर्छ भन्नुभयो, त्यो पत्रकारलाई अलिक स्वतन्त्रता धेरै भयो कि भन्ने कुरा गर्नुभयो। त्यो चाहिँ मलाई चाहिँ के लाग्छ भने अब पत्रकारिता स्वतन्त्रता त चाहिन्छ नै, चाहिन्छ, तर चाहिँ अलिकति के हुन्छ भने कस्तो खाले व्यक्तिले गरिरहेको छ त्यो कुरा भन्ने कुरामा भर पर्छ कि। अब नेपालको अहिले वर्तमान अवस्था चाहिँ विगतको धेरै कुराहरू त अब मलाई थाहा छैन है, अब त्यो उमेर अनुसार हेर्दै आउने कुरा न हो, त्यो थाहा भएन। तर अहिले चाहिँ अब युट्युबमा होइन जो हुन्छ नि जतातिर चाहिँ अब भ्युजको लागि आफ्नो कन्टेन्टको लागि धेरै मान्छेहरू चाहिँ दौडिरहेको देख्छु कि मैले चाहिँ। यसले पनि एक हिसाबले चाहिँ यो पत्रकारिताप्रति आम जनमानिसको चाहिँ नकारात्मक सन्देश चाहिँ गएको नै छ। यो चाहिँ तपाईँले अघि कानुन बनाउनुपर्छ भन्ने खाले कुरा गर्नुभयो। अहिले चाहिँ के अस्ति पनि हामीले कुरा गर्दाखेरि अनौपचारिक रूपमा चाहिँ ट्रम्पलाई चाहिँ अब एउटा मिडियाको पत्रकारले चाहिँ उसले विगतमा भएको एउटा मुद्दाको विषयमा चाहिँ कुरा उठाउँदा चाहिँ अर्बौं डलरौं जरिमाना गर्यो भन्ने थियो। नेपालमा चाहिँ कसैले चाहिँ कुनै कुरा उठाउने बित्तिकै पनि उसको प्रेस स्वतन्त्रता हुन हुन्छ भन्ने खाले विज्ञप्ति आउँछ। यो चाहिँ तपाईँले भनेको कुरा ठिकै हो, स्वतन्त्रता धेरै भयो भन्ने पनि हो। एक हिसाबले के भने कानुन भएको कानुन पनि अब चाहिँ कार्यान्वयन हुन पाइँदैन होइन। यसले चाहिँ कसरी गर्न कानुन कार्यान्वयन नहुँदा पनि अलिकति समस्या भयो जस्तो लाग्दैन हजुरलाई? हो, कानुन त छ, बनेको छ होइन। त्यो कानुन कार्यान्वयन भइदिएको भए पनि यी अहिलेका जति घटनाहरू भइरहेका छन् ती घटनाहरूमा धेरै न्यूनीकरण हुन्थ्यो, धेरै कम हुन्थ्यो। कानुन कार्यान्वयनमा चाहिँ एकदमै फितलो छ राज्य पक्षबाट भनौँ अथवा पत्रकार महासङ्घबाटै भनौँ अथवा स्वयं पत्रकारबाट चाहिँ म चाहिँ यो इथिक्समा रहेर लेख्नुपर्छ, पत्रकारिताको धर्म मैले निभाउनुपर्छ भन्ने जिम्मेवारी पनि कता कता त्यो नबोकेको जस्तो देखिन्छ। त्यो हुँदाखेरि पनि हिजो हामी एउटा पत्रकार महासङ्घ कैलालीका अध्यक्ष लगायत साथीहरूसँग हिजो बसेको त्यो अहिले मफसलमा चाहिँ झन् एकदमै विकराल अवस्था छ। कुनै पनि कार्यक्रम हुँदाखेरि त्यहाँ जो पनि जाने अनि त्यसपछि सिधै लाइभ गर्ने अनि म चाहिँ प्रेस भन्ने अनि त्यसपछि त्यहाँ गएर कुनै पनि स्थानीय तहमा प्रशासनमा गएर थर्काउने, त्यहाँ बार्गेनिङ गर्ने त्यस्ता कुराहरू पनि एकदमै गरिरहेको अवस्था छ। र त्यो न्यूनीकरणका लागि के गर्नुपर्छ भन्ने विषयमा छलफल हुँदाखेरि चाहिँ अब कसलाई पत्रकार मान्ने भन्ने अहिले त्यो समस्या छ क्या। अहिले स्थानीय तहमा भनौँ अथवा आम नागरिकमा भनौँ कसलाई पत्रकार मान्ने त? पत्रकार भनेको त्यो एउटा मोबाइल लिने अनि त्यसबाट लाइभ गर्ने अनि कुनै कुराहरूमा बोल्ने, त्यसलाई पनि अहिले पत्रकार भनिएको अवस्था छ होइन। अब त्यो आम मानिसले चाहिँ यो कन्टेन्ट क्रिएटर हो कि पत्रकार हो भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। त्यो चाहिँ बुझ्नु भएको छैन जस्तो लाग्छ। आम नागरिकले चाहिँ सबैलाई चाहिँ एउटैमा राख्ने, जो प्रोफेसनल पत्रकार छ जसले चाहिँ इथिक्समा रहेर लेख्छ त्यसलाई भन्दा पनि जो भाइरल हुन चाहन्छ, जसले चाहिँ आन्दोलनमा भइरहेका जुन अराजकताहरू छन् त्यसलाई चाहिँ बढी ल्याउँछ आफ्नो माध्यमबाट, तिनीहरूलाई चाहिँ चिन्ने, जो चाहिँ पत्रकारिता गरिरहेका छन् उनीहरूलाई चाहिँ यो चाहिँ पत्रकार होइन, यो चाहिँ हाम्रो पक्षमा लेख्दैन यो भनेर त्यो बुझ्ने अहिले एकदमै त्यो आम बुझाइ चाहिँ त्यस्तो भइरहेको अवस्था छ। र यसमा चाहिँ अहिले पत्रकार महासङ्घ लगायत सरकार पनि गम्भीर हुनुपर्छ जस्तो लाग्छ। यसले चाहिँ सकारात्मक सन्देश दिँदैन होइन, यसले चाहिँ समाजमा चाहिँ झन्झन विकृति ल्याउँछ जस्तो मलाई लाग्छ। हजुर, अब हामी यो चाहिँ भयो, हामी चाहिँ फेरि तपाईँको विगततिरै फर्क्यो होइन। अब धनगढीबाट चाहिँ पत्रकारिता सुरु गर्नुभयो, तपाईँले धनगढी कति वर्ष बिताउनु भयो रेडियो पत्रिकामा गरेर, त्यसपछि अनि काठमाडौँ चाहिँ कसरी गर्न आउनुभयो यो बारेमा, यो यात्रामा त्यसमा भनिदिनु न। धनगढी चाहिँ मैले 2067 सालबाट मैले सुरु गरेँ पत्रिकाबाट होइन। अनि त्यसपछि पत्रिकामा 1 वर्ष गरेपछि 2068 सालमा चाहिँ रेडियो धनगढी खुल्यो र रेडियो धनगढीमा हामी त्यहाँ धनगढी पोस्टको लगायत हाम्रो साथीहरूको टिम त्यहाँ गयौँ र त्यहाँ हुँदाखेरि चाहिँ रेडियो धनगढीमा रिपोर्टिङमा सुरुमा जाँदाखेरि पछि चाहिँ रिपोर्टिङबाट हुँदाहुँदै सम्पादकसम्म भयो, समाचार सम्पादक। र 2072 सालमा चाहिँ मैले रेडियो धनगढी छोडेर पढाइको सिलसिलामा मैले ब्याचलर चाहिँ
धनगढीबाट कैलाली बहुमुखी क्याम्पसबाट गरेको थिएँ। त्यहाँबाट चाहिँ त्यहाँभन्दा माथि चाहिँ पत्रकारिताको पढाइ त्यहाँ कैलाली बहुमुखी क्याम्पसमा नभएकोले हामी चाहिँ पत्रकारिताको हाम्रो ग्रुप नै त्यहाँ आएको थियो र त्यसमा म पनि थिएँ। त्यो हुँदाखेरि चाहिँ रेडियो धनगढीलाई बिदा गरेर आउँदै गर्दाखेरि यहाँ चाहिँ नेपालवाणी नेटवर्क थियो। नेपालवाणी नेटवर्कमा चाहिँ उतै हुँदाखेरि म रिपोर्टिङ गर्थेँ, त्यहाँको रिपोर्टहरू पठाउने, समाचारहरू पठाउने त्यो थियो। अनि त्यहाँबाट चाहिँ मलाई यहाँ काठमाडौँ आउँदाखेरि गाह्रो भएन, नेपालवाणीमै म सुरु गरेँ। त्यहाँबाट आउँदा काठमाडौँ आएपछि मैले यहाँ चाहिँ खाली बस्नु परेन। काठमाडौँ कति सालमा आउनुभयो तपाईँ? 2072 सालमा काठमाडौँ आएँ। 2072 सालबाट चाहिँ मैले नेपालवाणीमा गरेँ। नेपालवाणीमा 1 वर्ष गरेपछि त्यसपछि चाहिँ म अनलाइन पत्रकारितातिर आएँ। अनलाइन पत्रकारितामा आउँदाखेरि लोकपथमा मैले सुरु गरेँ। लोकपथमा गरेपछि त्यसपछि चाहिँ म अहिले मकालु खबरमा छु। अब एउटा धनगढीको चाहिँ पत्रकारिता गर्ने शैली र काठमाडौँमा गर्ने शैली चाहिँ एकदम फरक छ जस्तो लाग्छ मलाई। म पनि एकदम मफसलबाटै रेडियो हुँदै पत्रिकामा चाहिँ काठमाडौँका अब नेसनल मिडियामा जिल्लाबाट रिपोर्टिङ गर्थेँ, रेडियोमा त त्यहाँ पनि काम गर्थेँ होइन। त्यो चाहिँ अब शैली चाहिँ फरक हुन्छ जस्तो लाग्छ मलाई, लाग्थ्यो कि मलाई आफैलाई पनि। पछि म पनि अब +2 भएर जिल्लामा चाहिँ अब म चाहिँ अछाम बहुमुखी क्याम्पसमा चाहिँ मैले +2 पढेँ मास कम्युनिकेसनमा। त्यहाँबाट काठमाडौँ चाहिँ ब्याचलर गर्न आउनुपर्छ भनेर चाहिँ म आरआर जोइन गर्न चाहिँ अहिले चाहिँ जर्नलिजम पढिरहेको छु कि म पनि होइन। अनि त्यो गर्दाखेरि चाहिँ यहाँको चाहिँ एउटा शैली र हाम्रो मफसलमा गर्ने शैली अलिकति डिफ्रेन्ट लाग्थ्यो कि मलाई चाहिँ। तपाईँले चाहिँ सुरुमा कसरी घुलमिल हुनुभयो यहाँको न्युज रुम र त्यो तपाईँले धनगढीमा सम्हाल्नु भएको न्युज रुममा चाहिँ के चाहिँ फरक पाउनुभयो त? हामी धनगढीमा हुँदाखेरि हामी फेस टु फेस हुन्थ्यो कि त्यहाँ धनगढीमा, भन्नाले फिल्डमा जाने अनि त्यसपछि चाहिँ व्यक्तिलाई भेट्ने, अनि त्यो क्षेत्र पनि सानो भएर होला, व्यक्तिलाई भेट्ने, सबैसँग साक्षात्कार गर्ने होइन, सबैसँग भेट्ने, परिचय गर्ने, त्यो हिसाबले चाहिँ थियो। उता मफसलतिर त्यो हिसाबले हुन्थ्यो। अब यहाँ काठमाडौँ आइसकेपछि चाहिँ अलि क्षेत्र ठुलो छ। यहाँ ठुलो क्षेत्र भएको हुनाले यहाँ चाहिँ प्रायः जसो चाहिँ फोन मार्फत अथवा भनौँ इमेल मार्फत अथवा सामाजिक सञ्जाल मार्फत चाहिँ रिपोर्टिङ गर्नुपर्ने रहेछ। अब खासमा चाहिँ अब रेडियोको हिसाबमा चाहिँ त्यो हिसाबले गरियो। अनि यता अनलाइनमा आउँदाखेरि पनि मैले डेस्कमै सुरु गरेको हो। अब रिपोर्टिङको विषय अलगै छ होइन। धनगढीमा जाँदाखेरि रिपोर्टिङमा गइन्थ्यो, त्यहाँ हुन्थ्यो। अहिले चाहिँ म डेस्कमा भएको हुनाले रिपोर्टिङमा खासै गइन्न। त्यो हिसाबले चाहिँ अहिले हामीले आएका स्रोतहरूलाई गर्ने, भेरिफाई गर्ने होइन, स्रोतहरू खोज्ने, न्युजहरू आएका न्युजहरूलाई, अनि त्यसपछि टेलिफोन गर्ने, अनि त्यसपछि सम्बन्धित मान्छेसँग कुरा गर्ने फोन मार्फत तथा अहिले सामाजिक सञ्जालबाट। त्यो हिसाबले भइरहेको छ अहिले डेस्कमा। अनि रिपोर्टिङको चाहिँ फेरि अलग छ। रिपोर्टिङमा चाहिँ अब फिल्डमा जानु पर्यो, त्यसपछि भेट्नु पर्यो, त्यहाँबाट चाहिँ हामीले ल्याउनु पर्यो। तपाईँले अब म पनि अब विगत अहिले चाहिँ हुन त मेरो यो उमेर भनेको चाहिँ फिल्डमा हिँड्ने, रिपोर्टिङ गर्ने, नयाँ नयाँ कुरा खोज्ने हो। तर म चाहिँ के छ भने सुरुमै मैले डेस्कमा काम गर्न थालेँ होइन, मल्टिमिडियातिर गयो। त्यो चाहिँ मलाई बेला नै मिस भइरहन्छ कि बाहिर हिँड्न मनपर्छ मलाई होइन। तर चाहिँ अब विगत अब केही कुराहरू छ होइन, त्यसले चाहिँ अब बाहिर जानु नि मिल्दैन, अनि त्यो चाहिँ मिस भइरहेको हुन्छ कि मलाई नै। के हुन्छ त्यो चाहिँ? मलाई पनि एकदमै अहिले डेस्कमा बसेपछि चाहिँ एकदमै जिम्मेवार क्षेत्र चाहिँ हो, पद चाहिँ हो यो डेस्कमा भनेपछि एकदमै सबै क्षेत्रको जानकारी लिनुपर्ने र त्यो छिटो पनि त्यो पस्किनु पर्ने हुन्छ। अहिले अनलाइनको दुनियाँ छ होइन। त्यो हिसाबले डेस्कको जिम्मेवारी चाहिँ एकदम ठुलो छ। तर बजारमा चाहिँ डेस्कमा बसेको मान्छेलाई चाहिँ नचिन्ने सम्भावना हुँदो रहेछ कि अब डेस्कमा फलानु को छ, कसले हाल्यो यो समाचार भन्ने चाहिँ नहुँदो रहेछ। अब जसरी साथीहरू रिपोर्टिङमा गइरहेको हुन्छन्, रिपोर्टिङमा गएको मान्छेलाई सबैले चिन्ने, नेताहरूले चिन्ने अथवा उद्योग कल कारखाना उद्योगपतिहरू अथवा व्यापारीहरू लगायत त्यो हुने भयो। उसले साथी सर्कल पनि जम्मै धेरै हुने, त्यो किसिमको छ। अब यता डेस्कमा काम गर्दाखेरि चाहिँ मान्छेले नचिन्ने होइन, नचिन्ने, अब त्यो जस अब्जसहरू पनि धेरै लिनुपर्ने डेस्कको कुराहरूमा होइन। त्यो हिसाबले काम पनि धेरै, त्यो भावनाले चाहिँ मलाई पनि अहिले डेस्कमा होइन मैले चाहिँ फिल्डमै जानुपर्छ जस्तो लाग्छ। र म अहिले खोज्नु भएको र गरिराख्नु भएको साथीहरूलाई के भन्न चाहन्छु भने अब डेस्क भन्दा पनि तपाईँहरू
फिल्ड रिपोर्टिङ गर्नुहोस् होइन, फिल्ड रिपोर्टिङ गर्नुहोस्, त्यसले आफ्नो बाइलाइन पनि हुन्छ, मान्छेले पनि चिन्छ र आफूले नयाँ नयाँ कुराहरू साथीहरूसँग नयाँ नयाँ मान्छेहरूसँग भेट हुँदाखेरि नयाँ नयाँ आइडियाहरू आउँछ र नयाँ नयाँ सूचनाहरू पनि आउँछ। त्यो भएको हुनाले चाहिँ अहिले चाहिँ फिल्ड रिपोर्टिङ चाहिँ गर्नुहोस् भन्न चाहन्छु म चाहिँ। अब न्युज रुममा बस्दै गर्दाखेरि चाहिँ तपाईँ चाहिँ सबैभन्दा धेरै चाहिँ केमा चाहिँ सतर्क हुनुपर्छ जस्तो लाग्छ? तपाईँ चाहिँ अब काम गरिरहनुहुन्छ होइन, त्यो बेला चाहिँ तपाईँको मनमा चाहिँ कुन कुन कुराहरू धेरै खेल्छ त? अब बाँकी कुरा त अब मान्छेको मनमा खेल्ने नै भयो होइन, तर चाहिँ अब जर्नलिजम क्षेत्रमा चाहिँ हामीले यो काममै फोकस हुँदाखेरि चाहिँ अब कुनै न्युज बनाउनु भयो, कुनै तपाईँले सोर्स आयो है, कुनै रिपोर्टरले तपाईँलाई पठायो, अब त्यो गर्दाखेरि चाहिँ काम गर्दा तपाईँको माइन्डसेट चाहिँ के हुन्छ त्यो काम गर्दा चाहिँ? अब कुनै पनि सूचना आएपछि यसलाई चाहिँ भेरिफाई गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ र भेरिफाई गरिन्छ होइन। कुनै पनि सूचना आउँदाखेरि चाहिँ यो हो कि होइन, स्रोतले चाहिँ जानकारी दिएपछि चाहिँ यो क्रस चेक चाहिँ गर्नुपर्छ र क्रस चेक नगरेर अब स्रोतले भनेकै आधारमा दिँदाखेरि चाहिँ त्यसले चाहिँ फेरि त्यो प्रुभ नभएपछि चाहिँ पछि चाहिँ त्यसले ठुलो समस्या पार्छ। त्यो भएको हुनाले चाहिँ स्रोत खोजिन्छ र त्यसलाई चाहिँ भेरिफाई गर्नुपर्छ भन्ने लाग्छ सुरुमा। अनि त्यसपछि चाहिँ अर्को चाहिँ यो हतारको पेसा नै भनिन्छ यसलाई, ल आएपछि त्यो हालिहाल्नुपर्छ भन्ने पनि हुन्छ र त्यो कसरी छिटो गर्न पाए हुन्छ जस्तो पनि लाग्छ डेस्कमा बस्दाखेरि चाहिँ। अब तपाईँले चाहिँ धनगढीमा पनि धेरै वर्ष काम गर्नुभयो, अब यहीँ पनि गरेको धेरै भइसक्यो होला, तपाईँको लगभग 1 दशकभन्दा धेरै चाहिँ तपाईँले मिडिया क्षेत्रमा बिताउनु भयो होला। मेरो चाहिँ 13 वर्ष भइसक्यो, 13 वर्ष। यो यात्रासम्म आइपुग्दै गर्दाखेरि अब सकारात्मक नकारात्मक दुःख सुख त हुने नै भयो। अब तपाईँले चाहिँ आफूले गरेको कामप्रति, आफूले गरेको पेसाप्रति चाहिँ केही गुनासो छ कि के छ त? तपाईँले यो यात्रासम्म आइपुग्दा चाहिँ के भोग्नुभयो त? अहिले आउँदा चाहिँ किन गरियो भन्ने छ कि होइन मैले जे गरेर छु ठिक गरेर छु, राम्रो छ, मैले आफूले भ्याउने जति गरेछु भन्ने लाग्छ कि? अब अनेस्टली भन्दाखेरि चाहिँ मैले के चाहिँ अहिले चाहिँ यो यात्रामा आइपुग्दा चाहिँ के महसुस गर्नुभएको छ त? त्यो कस्तो छ भने अब मसँगै पत्रकारिता पढेको धेरै साथीहरू हुनुहुन्थ्यो होइन, उहाँहरू अहिले पत्रकारितामा हुनुहुन्न। उहाँहरू मध्ये औँलामा गर्न सक्ने 3-4 जना हामी छौँ होइन। त्यो हुँदाखेरि चाहिँ उहाँहरू कोही कोरिया हुनुहुन्छ, कोही अमेरिका, कोही अस्ट्रेलिया, त्यहाँ जानुभएको छ। उहाँहरूको लाइफस्टाइल हेर्दाखेरि चाहिँ मलाई पनि यो पत्रकारितामा आएर कतै मैले नराम्रो गरेँ कि म पनि त्यही उनीहरूसँगै अथवा यो समयमै विदेश गरिदिएको भए अलिकति सेटल हुन्थ्यो भन्ने कुराहरू पनि हुन्छ। र परिवारबाट पनि कहिलेकाहीँ हुन्छ त पत्रकारितामा लाएर के गरिस्, फलानुले यस्तो गरिसक्यो, यति उसको यस्तो प्रगति भयो, तिमीहरूले के गरेका छौ भन्ने कहिलेकाहीँ आउँछ। हजुरबाबाट आउँछ होइन, बुवाबाट त खासै हुँदैन, उहाँले बुझ्नुहुन्छ अनि के भन्ने हुन्छ। अनि त्यो उहाँहरूले भनेको बेला चाहिँ अलिकति मैले के गरिरहेको छु भनेर सोच्न बाध्य हुन्छु। तर समग्रमा चाहिँ यो दौडानमा चाहिँ मैले पत्रकारिता गरेर मैले नराम्रो गरेँ भन्ने आफूलाई चाहिँ भित्रैदेखि चाहिँ लाग्दैन। मैले राम्रै गरिरहेको छु, मैले गर्दाखेरि समाजलाई केही भइरहेको छ, सानसाना कुराहरूले चाहिँ हाम्रो गाउँ समाजलाई चिनिरहेको छ। हाम्रो गाउँमा पनि मैले बोलेका कुराहरू पत्याउने धेरै जमात छ होइन गाउँतिर। अनि त्यो भएको चाहिँ मैले चाहिँ यति कुरा भनिदिँदाखेरि चाहिँ यसले चाहिँ सकारात्मक प्रभाव पारेको छ। गाउँमा चाहिँ अलिकति केही भए पनि नयाँ कुराहरू सिकिएको छ, समाजलाई चाहिँ केही दिन चाहेको छु भनेर त्यो चाहिँ एकदमै सकारात्मक लाग्छ मलाई चाहिँ। अहिले पछुतो चाहिँ छैन। अब 13 वर्ष यो पत्रकारितामा बिताउँदै गर्दाखेरि चाहिँ अब तपाईँले चाहिँ अघि चाहिँ भन्नुभयो अहिले पनि कोही साथीहरू चाहिँ अस्ट्रेलिया हुनुहुन्छ, कोही अमेरिका हुनुहुन्छ, उनीहरूको आर्थिक रूपमा उनीहरू चाहिँ अब्बल छन्। अब नेपालमा चाहिँ के छ भने चाहिँ जर्नलिजम अब जर्नलिस्ट जो छन् उनीहरू चाहिँ अब भर्खर सुरुवात गर्दै गरेका 1 दशक 2 दशक भएका कसैले चाहिँ अब आर्थिक रूपमा चाहिँ राम्रो गरे पनि अहिले पनि धेरैजनाको समस्या चाहिँ देखिन्छ। त्यो भनेको नेपालको चाहिँ मिडिया क्षेत्रमा विज्ञापनको अभाव, आर्थिक रूपमा चाहिँ अलिकति कमजोर नै छ। अब आर्थिक रूपमा कमजोर भए पनि अब समाजमा एउटा मैले दिने सन्देश छ, जो मैले भन्ने कुरा अहिले पनि एउटा जमातले चाहिँ पत्याउँछ मलाई भन्ने चाहिँ भन्नुभयो। अब अहिले पनि धेरैजना विद्यार्थीहरू, धेरैजना मान्छेहरू चाहिँ मास कम्युनिकेसन जर्नलिजम पढ्दै गर्नु भएको छ, कुनै चाहिँ सिक्दै गरिरहनु भएको छ। उहाँले चाहिँ तपाईँको सन्देश चाहिँ के छ त? यो पेसा चाहिँ किन आउने, अब आएपछि कुन कुन जोखिम हुन्छ त? तपाईँ के सन्देश चाहिँ दिन चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ म बुझेर आउन भन्छु, बुझेर आउन र निर्णय लिएर आउन।
अब म पत्रकारिताबाट अहिले लहलहमा लागेर आउनेहरू पनि धेरै छन्, फलानु यसरी चिनियो होलानु यसरी चिनियो, त्यो चिन्नको लागि भन्दा पनि म भित्रैदेखि मेरो मन छ कि छैन पत्रकारिता गर्ने, म सक्छु कि सक्दैन भनेर पढेर बुझेर आउँदाखेरि चाहिँ एकदम सहज हुन्छ। किनभने अहिले पत्रकारिता गर्छु भनेर लैलैमा अथवा कसैको देखेर आयो भने चाहिँ पछि त्यो किसिमको मिट चाहिँ हुन गाह्रो छ। त्यो हुँदाखेरि चाहिँ बिचमै अलपत्र पर्ने, यता पनि नहुने उता पनि नहुने त्यस्तो किसिमको हुन्छ। र म पत्रकारिता नै गर्छु, म जोखिम लिन्छु भनेर जो पनि पढिराख्नु भएको छ, गरिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ गर्नुहोस् होइन, अझै अध्ययन गर्नुहोस्, आफूभन्दा अग्रजहरूलाई सोध्नुहोस्, यो किताबहरू पढ्नुहोस् होइन, कसरी पत्रकारिता भइरहेछ, यो पत्रकारिता गर्दै जाँदाखेरि चुनौतीहरू के छन्, त्यो विषयमा चाहिँ बुझेर चाहिँ आउनुहोस् भन्न चाहन्छु म, बुझेर मात्रै। हजुर, अब तपाईँले यो पत्रकारिता पेसा गर्दै गर्दाखेरि अब हुन्छ नि आफूलाई एकदम मन परेको व्यक्ति आफ्नो क्षेत्रमा चाहिँ यो छ भन्ने हुन्छ नि, कसैले चाहिँ अब मलाई चाहिँ अब म धेरै खेल्न मन पराउँछु होइन, रमाइलो गर्न मन पराउँछु, घुम्न मन पराउँछु, अनि म पनि कसैले देखेर नै त्यो इन्सपायर भएर चाहिँ गएको होला नि त होइन। तपाईँले चाहिँ यो काम गर्दै जाँदाखेरि चाहिँ म चाहिँ यसलाई चाहिँ एकदम आफ्नो आइडल नै मान्छु, एकदम फेभरेट हो भन्ने चाहिँ कुनै हुनुहुन्छ नेपालमा अर्थात् इन्टरनेसनलमा कुनै जर्नलिस्ट जस्तो हुनुहुन्छ तपाईँको? त्यस्तो त अहिलेसम्म मैले अहिले ख्यालै गरेको छैन, त्यो चाहिँ ख्यालै गरेको छैन। गर्दै जाँदाखेरि चाहिँ राम्रो गर्नुपर्छ भन्ने चाहिँ हुन्छ। म यो चाहिँ एकदम मनपर्ने, योबाट इन्सपायर भएको भन्ने चाहिँ त्यस्तो चाहिँ अहिले चाहिँ मैले त्यो सोच्नु भएकै छैन। धेरै जस्तो हुन्छ कि अब मान्छेहरू एउटा देखेर होइन, म नि त्यो जस्तै बन्छु, यो जस्तै हुन्छु भन्ने हुन्छ कि। मलाई चाहिँ अब म एकदम खेल्न मन पराउँछु होइन, त्यो टाइम मिल्ने बित्तिकै म खेल्न गइहाल्छु कि। त्यो कुनै व्यक्ति मनपर्छ अनि त्यस्तो हुन्छ कि, त्यो चाहिँ इच्छा छैन भन्नु खोजेको तपाईँले। त्यो कुनै व्यक्ति नहुन पनि सक्छ, सोधेको मात्रै मैले। मलाई चाहिँ त्यस्तो चाहिँ अहिले मैले त्यो ठ्याक्कै छैन कि। अब चाहिँ अब जर्नलिजम गराउनुको 13 वर्ष पुग्यो तपाईँको, अब चाहिँ यही पेसा गरिरहने कि अब के छोड्ने विचार छ कि कहाँसम्म पुग्ने भन्ने चाहिँ विचार छ तपाईँको चाहिँ? त्यो त एकदम अन्यपूर्ण अवस्था छ होइन। त्यो भन्दाखेरि अब चाहिँ जसमा सन्तुष्ट जोखिम चाहिँ छ होइन, अब जोखिम चाहिँ छ भने बेला चाहिँ अलिकति पैसा नहोला, आफू सेटल नभएको अवस्था चाहिँ अब तपाईँ मेरो मात्रै होइन, अब म्याक्सिमम धेरैजना साथीहरूको समस्या छ जस्तो लाग्छ। तर पनि कोही कोही मान्छेहरू 1-2जना मेरो त्यस्तो दाइहरू हुनुहुन्छ कि मैले चिनेको, अरू के भन्नुहुन्छ भने पैसा नहोला केही नहोला तर पनि म लेखेरै मर्न चाहन्छु भन्नुहुन्छ कि उहाँहरू। एउटा हुन्छ नि आफ्नो कामपट्टिको। त्यही छ, अहिलेसम्म म अरू गर्ने भए चाहिँ गर्ने गरिसक्थेँ होइन, मेरो पनि त्यही छ। यो बाहेक चाहिँ म अब अरू गर्दैन भन्ने चाहिँ मेरो छ, यो यिनीहरूले चाहिँ म कन्टिन्यू गर्छु होइन। यहाँ पुगेला भन्ने चाहिँ छैन, गर्दै जान्छु भन्ने चाहिँ गर्दै जान्छु भन्ने छ। अब यहाँ पुगेला यो टार्गेट हो भन्ने चाहिँ अहिले चाहिँ छैन। हजुर, अब हामी अब कुरा त धेरै हामीले कुराहरू सेयर गऱ्यौँ होइन, तपाईँले त्यस्तो कुनै सेयर गर्न मन छ यो पेसासँग सम्बन्धित कुनै कुराहरू छ त्यस्तो भन्नुपर्ने? भन्नुपर्ने कुराहरू चाहिँ अब के छ भने अब लाग्नुहोस् गर्नुहोस् भन्न चाहन्छु म चाहिँ होइन। नयाँ आउने जेनेरेसनलाई होइन। अब त्यही हो, अलिकति सोचे जस्तो सजिलो चाहिँ छैन, सोचे जस्तो सजिलो छैन। र जुन पहिला हामी सुरु गर्दाखेरि चाहिँ पत्रकार भनेर जुन सम्मान थियो नि, त्यो सम्मान पनि अहिले भेटिन रहेन त्यो होइन। अब यो किन हो, यो सामाजिक हामी आफै सुध्रिनुपर्छ जस्तो लाग्छ कि मलाई। त्यसमा चाहिँ अब हामी आफै सुध्रिनुपर्छ। हामीले चाहिँ त्यो ल्याइसकेपछि चाहिँ हामीले कसरी पस्किने भन्ने कुराहरूमा नि भन्नुपर्छ होइन। त्यो पस्किँदाखेरि आफ्नो वेटहरू, आफ्नो क्षमतालाई प्रस्तुत गर्दाखेरि चाहिँ त्यो पनि हुन्छ। र अहिले चाहिँ मलाई त्यही लाग्छ, किनभने अब सुरु गर्दाखेरिको पत्रकारिता त अहिलेको पत्रकारितामा चाहिँ त्यो हेर्ने नजर छ नि समाजले, त्यो चाहिँ एकदमै खस्किसकेको अवस्था छ होइन। त्यो भएर म पत्रकार हुँ भन्न पनि अलिकति हिचकिचाउनु पर्ने अवस्था छ कुनै क्षेत्रमा जाँदाखेरि। त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ कसरी सुधार्नुपर्छ, हामीले चाहिँ कसरी के गर्नुपर्छ भन्ने त्यो किसिमको चिन्तन पनि हुन्छ। अब म चाहिँ तपाईँ मेरो प्रदेश चाहिँ एउटा हामी सुदूरपश्चिमको पहाडी जिल्लामा जन्मियौँ, त्यहीँ हुर्क्यौँ होइन। तपाईँको घर बाजु र मेरो चाहिँ अछाम। अब हाम्रोतिर चाहिँ के छ भने विभिन्न किसिमका अहिले पनि सामाजिक परम्पराहरू छ होइन, त्यो चाहिँ अब हामीले चाहिँ स्वीकार गर्नै पर्ने हुन्छ। तर अहिलेको शिक्षित समाजले चाहिँ स्वीकार गर्दैन, जस्तो छाउपडी प्रथाहरू छ, अहिले पनि जातीय भेदभावको कुराहरू अहिले अब हाम्रो तपाईँ हाम्रो घरमा नभए पनि कुनै ठाउँमा अहिले पनि छ क्या त्यस्तो होइन। अब त्यो क्षेत्र चाहिँ तपाईँले मैले हामीले चाहिँ के गर्न सक्छौँ त? त्यो जस्तो अब यो कुरा भन्दा मलाई त भन्न पनि मन लाग्दैन खासमा, छाउपडी कति भन्ने कति लेख्ने जस्तो लाग्छ होइन। त्यो कुरा चाहिँ खासै म लेख्दैन, अब म थाकिसकेँ हेर्नुहोस् है। अब तर पनि हामीले चाहिँ त्यो अहिले पनि
सर्पले टोकेर चाहिँ अब कुनै युवतीको ज्यान गयो भन्दा सुन्दा त नराम्रो लाग्छ नि त होइन। अहिले पनि हाम्रो क्षेत्रमा दलितलाई पानी भर्न दिएन, पानी थाप्न दिएन, धारामा जान दिएन भनेको सुन्दा त नराम्रो लाग्छ। अब तपाईँ हाम्रो घरमा नभए पनि हाम्रो समाजमा त छ नि त, हामी त्यो समाजमै हुर्केका हौँ। त्यहाँ चाहिँ हामीले चाहिँ कस्तो खालको भूमिका चाहिँ निभाउन सक्छौँ त यो विकृति विसङ्गतिहरूलाई? अब विकृति विसङ्गति त छाउपर्थलाई भन्ने हो कि होइन भन्ने छु म। हाम्रोतिर मान्यताहरू छन्, ती मान्यताहरूलाई यहाँ चाहिँ अलिकति कम गर्न होइन। अब जस्तो अब राम्रो खाने नदिने, राम्रो ठाउँमा बस्ने नदिने, टाढा बस्ने यस्तो कुराहरू छ नि। अहिले पनि अब हामी पढे लेखेकाहरूमा त्यो चाहिँ ज्ञान भएर पनि सचेतना भएर पनि आँट चाहिँ आइरहेको छैन होइन। यसमा चाहिँ हामीले चाहिँ कस्तो खालको भूमिका निभाउन सक्छौँ त? त्यसमा चाहिँ हामीले त्यो तपाईँले भन्नुभयो जस्तै अहिले पनि समाजमा चाहिँ त्यो छ, अलिकति कम भएको छ होइन। त्यो आफ्नो ठाउँमा चाहिँ त्यो समय बित्दै जाँदाखेरि कम भएको छ। तर त्यो परम्परा नै भनौँ, त्यसलाई संस्कार भनौँ कि के भनौँ, त्यो कुप्रथा भनौँ, त्यो चाहिँ छ अहिले पनि ग्रामीण क्षेत्रमादेखि सहरी क्षेत्रमा। त्यहाँबाट सर्दै जाँदाखेरि सहरी क्षेत्रमा आएकाहरूमा पनि त्यो पाइन्छ कि पढे लेखेकै घरमा पनि त्यो छ। र त्यो हुँदाखेरि चाहिँ हामीले चाहिँ सबभन्दा पहिला मानसिकतालाई नै चेन्ज गराउनुपर्छ जस्तो लाग्छ। अब जो हाम्रो हजुरबा हजुरआमाको उमेरको हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब चाहिँ परिवर्तन गर्न सकिँदैन जस्तो लाग्छ कि मलाई। उहाँहरूलाई छलेर गरेपछि एउटा कुरा हो। र त्यसपछिको जुन पिँढी छ, त्यसपछिको बुवाहरूको र हाम्रो पिँढीमा अलिकति कम भएको छ। र हाम्रो पिँढीका मान्छेहरूले चाहिँ अहिले बुझ्दै गएका छन्। त्यो हुँदाखेरि चाहिँ अब त्यो बिस्तारै कम हुँदै गएको छ। अब त्यसमा पनि हामीले चाहिँ यो क्षेत्रमा पुगिसकेका मान्छेले चाहिँ यस्तो होइन, यो यस्तो होइन भनेर हामीले चाहिँ त्यहाँ भन्दाखेरि चाहिँ केही न केही प्रभाव परेको छ। जस्तै कोरोनाको बेला थियो, त्यो बेला चाहिँ कोरोनाको बेला चाहिँ मान्छेलाई त्यहाँ घरै आउन नदिने, घरमै आउन नदिने होइन, त्यो स्कुलमा बस्न दिने, अनि स्कुलमा पनि त्यो भाडाहरू नदिने, त्यहाँ इन्डियाबाट आउँथ्यो अथवा सहरबाट गाउँ गएको मान्छेलाई। त्यो हुँदाखेरि चाहिँ मैले एउटा रिपोर्टिङ गरेको थिएँ यस्तो यस्तो हुँदैछ भनेर। अनि त्यो हुँदाखेरि चाहिँ त्यो समाचार छापिएपछि चाहिँ गाउँको मान्छेले यो त यसरी सर्दैन रहेछ, मान्छेलाई यसरी यति टाढा नहुँदो रहेछ भन्ने त्यो किसिमको चेन्ज भएको थियो होइन। त्यही हिसाबले चाहिँ हामीले अरू कुराहरू, छाउपडीका कुराहरू, छुवाछुतका कुराहरू लगायतका यी मान्यताहरूलाई चाहिँ बिस्तारै चाहिँ नि आफ्नो सूचना अनि त्यसपछि चाहिँ आफ्नो स्रोत मार्फत चाहिँ बताउँदाखेरि चाहिँ केही चेन्ज गर्न सकिन्छ र त्यो भइरहेको पनि छ। लगभग अन्तिमतिर पनि छौँ, धेरै कुराहरू हामीले सेयर गऱ्यौँ होइन। अब अन्तिममा चाहिँ म अहिले पत्रकारिता पढ्दै गरेको, तपाईँ मभन्दा सिनियर होइन, अब केही धेरै ज्ञान होला तपाईँसँग। अब म पढ्दै गरे मान्छे, भर्खर सिक्दै गरे मान्छे, मलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ त? तपाईँलाई सुझाव के दिने हो होइन। अब तपाईँ जति मान्छे जस्तै हाम्रो दाइहरू हुनुहुन्थ्यो उहाँहरू हामीसँग सुझाव माग्नुहुन्छ कि त्यो अहिले प्रविधिको कुराहरू लगायत विभिन्न अहिले आइरहेका छन्, नयाँ नयाँ टेक्नोलोजीहरू छ यसमा होइन। त्यो हुँदाखेरि तपाईँले पत्रकारितै पढ्नु भएको छ होइन, त्यो जर्नलिजमका आधारभूत सिद्धान्तहरू लगायत विश्वव्यापी सिद्धान्तहरू तपाईँले पढ्नै भएको छ होइन। तपाईँबाट हामीले लिने हो अब चाहिँ नयाँ पुस्ताबाट टेक्नोलोजीको हिसाबमा चाहिँ अब जति बेला तपाईँले अघि पनि हामीले कुरा गऱ्यौँ, अब कपीमा लेखेर एउटा टाइपरलाई चाहिँ टाइपिङ गर्न दिएर अनि अर्को दिन चाहिँ हामी पत्रिकामा छाप्थ्यौँ भन्नुभयो। त्यो चरण त मैले फेस गरिनँ नि त होइन। म त अहिले चाहिँ एकैछिनमा मोबाइलमै लेखेर पनि मोबाइलबाटै म अनलाइनमा न्युज हालिदिन्छु होइन, पोस्ट गरिदिन्छु। त्यहाँ टेक्नोलोजी छ, योभन्दा भोलि अर्को नयाँ पनि आउला। अब त्यो चाहिँ छँदैछ। अब अन्य सुझावहरू हुन्छ नि, जस्तो यो गर्दा चाहिँ यो हुन्छ, यसरी गर्नुपर्छ, आफूले कन्ट्रोल गर्ने कुरा हुन्छ, इमोसन पनि हुन्छ होइन, सबभन्दा माइन्डसेटको कुरा पनि हुन्छ। यो चाहिँ कसरी गर्नुपर्छ भने म एकदम तपाईँ अभिभावक भएर सिनियर भएर होइन त्यो चाहिँ सोध्न खोजेको। त्यो यस्तै हो। अब चाहिँ अब इमोसनल चाहिँ हुने पेसा होइन नि त हाम्रो। पेसा भन्दा पनि अब केही कुराहरू हुन्छ नि, अब हुर्किँदै जाँदाखेरि हरेक कुराहरू हुन्छ नि, शारीरिक रूपमा चाहिँ कसरी गर्न माइन्ड सेट चाहिँ अब्बल राख्ने भन्नु खोजेँ म चाहिँ। जस्तै अब विभिन्न कुराहरू हुन्छन् होइन, विभिन्न अब टर्चरका कुराहरूमा होइन, अब कसरी गर्ने भने अलिकति धैर्यता राख्ने कुराहरू हुन्छ होइन। अलिकति चाहिँ आफू चाहिँ स्रोतमा पक्का भएपछि अरूले चाहिँ भनेका कुराहरूले चाहिँ खासै त्यति लिइँदैन। त्यही भएर स्रोतमा चाहिँ विश्वास गर्नुपर्छ भनेर लाग्छ मलाई होइन। त्यही भएर अरू कुराहरू चाहिँ के भन्ने होला। अब हामी यतिको कुराहरू सेयर गऱ्यौँ होइन। अब म पनि अब अन्तिममा चाहिँ के भन्छु भने म चाहिँ अब 14 वर्षमा मैले एसए दिएको थिएँ ठ्याक्कै। म 14 वर्षमा फागुनमा पुगेँ अनि चैत वैशाख त्यस्तै एसए थियो। अनि म चाहिँ जेठबाट चाहिँ
अनि म चाहिँ सुरु गर्दाखेरि चाहिँ जेठबाट मैले चाहिँ रेडियोमा सुरु सबभन्दा एसएलसी दिए लगत्तै सुरु गर्नु एससीए थियो मेरो पालामा एससीए थियो 2075 समथिङ 75 हो दिएको मैले अनि त्यहाँबाट चाहिँ एससीए दिएँ अनि त्यसपछि जेठमा चाहिँ चैतमा म चैत वैशाखमा एससीए दिएर अनि जेठमा चाहिँ म चाहिँ रेडियोमा चाहिँ सिक्छु गर्छु भनेर चाहिँ आएको थिएँ कि रेडियो सोसाइटी एफएम थियो मङ्गलसन सदरमुकामको त्यहीँ अछाम बाउखै क्याम्पस नजिकै त्यहीँ पढ्छु त्यहीँ सिक्छु भनेको थियो म चाहिँ ठ्याक्कै 2 महिना एक दिन मैले चाहिँ एकदम पत्रिकाहरू पढ्ने अनि त्यो अनि लेखेकाहरू कुराहरू न्युजहरू पढ्ने एकदम आवाजले बनाउने अनि सुधासुधी कसरी पढ्ने भनेर 2 महिना एक दिन सिकेर अनि अनियर भएको थिएँ कि म चाहिँ न्युज पढ्दाखेरि अनि त्यो तपाईले चाहिँ पत्रकारिता पढ्नुपर्छ भन्ने चाहिँ कसरी आयो मलाई चाहिँ मेरो चाहिँ छुट्टै छ हेर्नुहोस् फेरि म चाहिँ अब एकदम मेरो घरको वातावरण चाहिँ एससी भन्दा धेरै पढाउन सक्दैनौँ भनेर बुवाले भनिसक्नु भएको थियो अब कि विकल्प कि इन्डिया जाने होइन कि इन्डिया जाने कि घरमै बसेर घरधन्दा सम्हाल्ने केही वस्तु हेर्ने बाख्रा चराउने त्यही गर्नु गोठालो गर्नुपर्ने थियो मेरो अवस्था चाहिँ त्यही हो नि त अधिकांश एसएलसीसम्म पढ्ने एसएलसी पछि चाहिँ कि चाहिँ इन्डिया लाग्ने कि चाहिँ कोही मान्छे चाहिँ बाहिर एसएलसी भन्दा माथि थियो नि त आर्थिक रूपमा परिपक्व भएको मान्छे चाहिँ पढ्थे कोही 11-12 पढ्थे केही गर्थ्यो होला मेरो हकमा चाहिँ मेरो बल चाहिँ के भन्नुभएको थियो भने अब मैले पढाउन सक्ने चाहिँ यति नै हो यसमा चाहिँ अब आफै घरधन्दा सम्हाल जे गरी खान्छौ गर भनेर बाले चाहिँ सोध्न त छोडिदिनु भएको थियो कि अनि आफैले मैले चाहिँ अब भन्न हुने हो कि होइन बुवाको खल्तीबाट 500 रुपियाँ चोरेर घरबाट भागे मान्छे म हेर्नुहोस् घरबाट भागेर अब जान्छु ध्रुव विशेषज्ञ म चिन्थेँ सोसाइटी एफएमको मालिक म चिन्थेँ उहाँलाई पछि फोन गरेर म आउँदैछु भनेर उहाँले आऊ भन्ने खालको कुरा गर्नुभएको थियो नत्र उहाँले चाहिँ नो भनिदिनु भएको भए चाहिँ ओके आऊ म अब बस्ने व्यवस्था गरौँला पढ सिक्दै जाऊ भन्नु भएर मलाई चाहिँ उहाँले चाहिँ त्यो अवसर प्रदान गर्नुभयो कि उहाँलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु होइन उहाँले गर्दाखेरि के नै जीवनको मोड नै चेन्ज भएको छ नि त सक्सेस हुँदा नहोलाई छुट्टै कुरा छ होइन त्यो चाहिँ अनि त्यो चाहिँ भएको छ मलाई टर्निङ पोइन्ट भयो तपाईको त्यो चाहिँ अनि उहाँले चाहिँ अलिकति सुरुवाती चरणमा सहयोग गर्नुभयो भनौँ न त्यसभन्दा चाहिँ आएर म चाहिँ +2 जोइन गरेँ मास कम्युनिकेसन र नेपाली विषय लिएर मैले पढेको थिएँ अनि 2 वर्ष त्यहीँ 11-12 पढेँ त्यसलाई कोभिड आयो त्यस्तै भयो अनि पछि अछामकै रेडियो सोसाइटी एफएममा कति 11-12 महिना त्यहाँ बिताएँ बाँकी चाहिँ रेडियो बान्नीगढी एफएममा बिताएँ अनि 11-12 सकेपछि अनि म चाहिँ ठ्याक्कै काठमाडौँ आएँ काठमाडौँ म चाहिँ जिल्लाबाट चाहिँ काठमाडौँका मिडियाहरूमा चाहिँ रिपोर्टिङ गर्थेँ कि सामुदायिक सूचना नेटवर्क सिआइएन त्यो रेडियोमा चाहिँ रिपोर्टहरू पठाइरहन्थेँ म रिपोर्टिङ गर्थेँ अनि पत्रिका चाहिँ हिमालय टाइम्स दैनिक त्यो चाहिँ एकदम धेरै पुरानो प्रजातान्त्रिक पत्रिका एकदम धेरै पुरानो पत्रिका अब धेरैजनाले काम गर्नुभयो होला कि सायद जस्तो अनि त्यो चाहिँ उहाँले एकदम हुन्छ नि एकदम हामीले सहयोग गर्ने कि गर त्यो अझै हौसला प्रदान गर्ने हुनुहुन्थ्यो कि उहाँहरू सम्पादक सरहरू सबैजना अनि यहाँ आएपछि चाहिँ अनि मैले हिमालय टाइम्समा त गरिनँ तर उहाँ चाहिँ अब हुन्छ नि हामी सहयोग गर्छौँ गर भन्ने खाले चाहिँ हामी छौँ भन्ने खाले अब तपाईँ हामीलाई काठमाडौँ आउनु भनेको त एउटा धेरै ठुलो कुरा हो नि त अब अरूको लागि त जे भने हाम्रै क्षेत्रबाट यहाँ धेरै ठुलो कुरा हुन्छ धेरै कुरा हो यहाँसम्म पुग्नु चाहिँ अहिले पनि धेरै कुरा हो धेरै ठुलो कुरा हो त्यो चाहिँ अनि आएँ अनि यहाँबाट चाहिँ सबैभन्दा पहिला देशान्तर एफएममा चाहिँ सुरु गरेँ त्यहाँ देशान्तर रेडियोमा अनि त्यहाँ चाहिँ धेरै गरिनँ अलिकति गर्ने वातावरण पनि भएन धेरै गरेँ 6-7 महिना गरेर त्यसभन्दा चाहिँ भर्खर खोलेको चाहिँ news.com भन्ने थियो हाम्रो कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो पहिले चाहिँ कान्तिपुर टेलिभिजनको विजय पौडेल सर उहाँहरूको टिमले चाहिँ खोलेको थियो उहाँहरूले मलाई बोलाउनु भएको थियो त्यहाँ आऊ सिक गर भन्नुभएको थियो विजय सरले अनि उहाँले पनि मलाई धेरै नै गाइड गर्नुहुन्थ्यो कि न्युज गिरियामा पनि गरेँ कति लगभग 14-15 महिना गरेँ पछि त्यहाँको नेतृत्व चेन्ज भएपछि विजय सरले छोड्नु भयो विजय सरले छोडेपछि अब काम गर्ने वातावरण पनि भएन त्यसभन्दा पछि म पनि अब विगत केही वर्षदेखि तपाईँसँगै छु त्यही नै हो गर्दैछु दिएको त अहिले म मात्रै छु कि यहाँ भन्नाले काठमाडौँमै काठमाडौँ सब इन्डिया त्यस्तो छ त्यो विगत केही वर्षदेखि म तपाईँसँगै छु अब सिकिरहेको छु गरिरहेको छु होइन यो सिकाइ जहिले कहिले पुरा हुँदैन यो त सिकाइ नै हो यो चाहिँ कोही म पोख्त छु भन्ने नै हुँदैन कि यसमा चाहिँ सिकाइ नै नयाँ कुरा सिकाइ अहिले अब जेन्जी आन्दोलन आयो यो नयाँ आन्दोलन नि त यो पनि सिकाइ हो कि आजलाई अब हामी यति नै छुट्यौँ सर अब तपाईँले समय दिनुभयो एकाएका कुरा सुन्यौँ मेरो पहिलो इन्टरभ्यू हो यो